बालेन जस्तो राष्ट्रवादी तत्त्व रवि जस्तो अर्थमन्त्रीलाई साईको चुनौती हिम्मत र दम छ भने एमसीसीको फाइल खोलौं भन्दै दिए चेतावनी। रामहरि श्रेष्ठ हत्या प्रकरणमा माओवादीका तत्कालीन ब्रिगेडका कमान्डर बट्टालालाई गरियो जन्मकैदको सजाय। सभामुखसँग अमेरिकी कार्यवाहक राजदूत इष्टको शिष्टाचार भेटवार्ता। सत्ता पक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठ्न सकिन बजेट छलफल। अर्थमन्त्रीदेखि आक्रामक। दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा विरुद्ध 3 फरक अदालतमा गरियो मुद्दा दर्ता। धरनामा बसेकालाई भेट्न माइती घरमा पुगे गृहमन्त्री। माग सम्बोधन गर्ने दिए प्रतिबद्धता। 2 अर्ब होइन 2 रुपियाँ मात्रै पनि बेइमानी गरेको रहेछु भने सार्वजनिक जीवन नै त्यागिदिन्छु, अर्थमन्त्री सोडिम वाग्लेको भनाइ। विधेयकमा सुटुक्क घुसाइएको त्यो बुदा जसले सचिव नै करारमा लिनुपर्ने अवस्था आउर त के भन्छ सरकार, यस विषयमा महत्त्वपूर्ण जानकारी। संविधान संशोधन कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीसँग सुझाव गरियो संकलन। भुटानी शरणार्थी प्रकरणमा ओली अनि आरजु शहीदलाई झिकाउन माग गरिएको निवेदन दर्ता भोलि बहस हुने तयारी। गृहमन्त्रीले भने बजेटमा गृहमन्त्री आफै पीडित छ, मन्त्रीलाई न्याय दिनु पर्यो भनेर बढिदिनुहोस् भन्दै दिए प्रतिक्रिया। अर्थमन्त्रीले बजेट ल्याउँदा बीपी कोइरालाको झुपडीको दर्शन बिर्सियो भन्दै कांग्रेसका सांसद सन्दीप राणाले दिए यस्तो चेतावनी। सांसदहरूलाई तालिमको लागि रन्जु दर्शनाले मागिन् सरकारसँग बजेट। पहिलादेखि नै पर्खर अनि चर्चा नखोज्ने स्वभाव। प्रतिपक्षको बलियो आवाज बनेका भीष्मराज आङदेवे को हुन् त, यस विषयमा विशेष जानकारी। मल अभाव हुन नदिन सरकार सचेत छ, कृषि मन्त्री चौधरीको भनाइ। माइती घरमा धरनामा बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री सुदन गुरुङ। नैतिकताको कुरा गर्नेहरूले आफ्ना काण्ड नबिर्सिउन्, तपाईहरूका काण्ड पनि हामीलाई थाहा छ भन्दै अर्थमन्त्री सोडिम वाग्लेले दिए यस्तो चेतावनी। बजेटले तल्लो वर्गलाई तलै राख्ने र माथिल्लोलाई झन माथि लैजाने नीति लिएको छ भन्दै नेकपा एमाले जनायो आपत्ति। राजसभा प्रदेश सभापति हारेपछि सरिनले भनिन् आजबाट राजनीतिबाट बिट मारे भन्दै दिइन् प्रतिक्रिया। नक्कली सरकारी कार्यालय खडा गरेर ठगी धन्दा गर्ने एक दम्पति परि पक्राउ। सरकारका कामकाज हेर्न उपसमिति गरियो गठन। अमरेश कुमार सिंहलाई प्रधानमन्त्री कार्यालयको दियो जिम्मा। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने तयारीमा गृहमन्त्री सुदन गुरुङ। एक पटक प्राप्त मतको आधारमा सरकारले धेरै दम्ब नदेखाओस् भन्दै कांग्रेसकी सांसद कमला पन्तले दिइन् यस्तो चेतावनी। अर्थमन्त्रीलाई निष्कलको प्रश्न, कसको स्वार्थको लागि बारम्बार करको हेरफेर गर्नुभयो भन्दै दिए चेतावनी। अर्को प्रस्ताव, सीमामा तार जाली लगाउन 1 अर्ब बजेट छुट्याउन सरकारसँग गरी अनुरोध। भूमिहीन र अव्यवस्थित बसोबासीलाई दुर्घटना, स्वास्थ्य र जीवन बीमा दिने सरकारको तयारी। मेरो लवजमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो, उपसभापति ढुबी कुमारी ठाकुरको भनाइ। अध्ययन भिसा सिफारिसमा शंकास्पद कागजात छानबिनका लागि गृहलाई गरियो पत्रचार। पार्टी सञ्चालन शैलीप्रति जननाथ खनालको असन्तुष्टि, प्रचण्डलाई बुझाए ध्यान आकर्षण पत्र। विमानस्थलबाट 31,51,000 सहित 2 बङ्गलादेशी नागरिक परि पक्राउ। अब पूरा समाचार। श्रीमान बाबुरु नमस्कार। आज मिति 2083 साल जेठ महिनाको 29 गते शुक्रबार। नेपाल सम्वत 1146 सन् 2026 जुन महिनाको 12 तारिक ज्येष्ठ कृष्ण द्वादशी तिथि। आज दिनभरिका विशेष अनि महत्त्वपूर्ण समाचारका अपडेट। पछिल्लो समय वर्तमान सरकारले गरेका केही महत्त्वपूर्ण फैसला। अहिलेको सरकारले गरेका कामको विषयमा हर्क साम्पाङले किन गरिरहेका छन् त विरोध। रवि लामिछाने फेरि पनि पार्टीको सभापति बन्ने विषयमा पार्टीभित्र के हो त सत्यता। यी र यस्तै महत्त्वपूर्ण समाचारका अपडेटहरू लिएर यहाँहरू माझ उपस्थित भइसकेका छौँ। समय अवधि भएर हामीसँगै रहिरहनुहोला। दर्शक महानुभावहरू, तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ? यदि नेपाल भए आफू बसेको जिल्ला अनि ठाउँको नाम, यदि विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ, अनि हाम्रो भिडियो सामग्री के कस्तो लाग्छ। यदि भिडियो दैनिक रूपमा हेर्नुहुन्छ भने भिडियोको कमेन्ट बक्समा रेगुलर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने न्यू लेख्न पनि नबिर्सिनुहोला। दर्शक महानुभावहरू, हाम्रो मेहनतको लागि एउटा लाइक, शेयर अनि सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। दर्शक महानुभावहरू, आउनुहोस् आजको पहिलो तथा विशेष समाचारबाट सुरु गरौँ। गृहमन्त्री सुदन गुरुङले बालाजु नयाँ बस पार्क स्थित सुकुम्बासीहरू राखिएको 2वटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन्। अवलोकनका क्रममा गृहमन्त्री सुदन गुरुङले त्यहाँको बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमी कमजोरीप्रति माफी समेत मागेका छन्। आफू मन्त्रालयको कार्यभारमा नरहेको बेलामा सुकुम्बासी बस्ती हटाइएको
भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उनको स्पष्ट समेत पारेका छन्। व्यवस्थापनका क्रममा कुनै कमी कमजोरी भएको भए क्षमा गरिदिनु हुन आग्रह गर्दै गृहमन्त्री सुदन गुरुङले भने सरकारले कुनै पनि हालतमा तपाईहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यानकर्षण भएको छ उनले बताएका छन्। सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री सुदन गुरुङ समक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए। हालसम्म र बस्न खान सहज भए तापनि बालबच्चाको शिक्षा दीक्षामा असहजता रहेको र उपचारको लागि डाक्टरहरू समेत नआएको उनीहरूको गुनासो समेत रहेको छन्। पीडितहरूको गुनासो सुने लगतै गृहमन्त्री सुदन गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिएका छन्। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउन साथ प्रहरीले तुरुन्तै उद्धार रेस्क्यु गरी अस्पताल पुर्याउने व्यवस्था मिलाउन उनले कडा निर्देशन दिएका छन्। गृहमन्त्री आफैले भेट्न आएपछि पीडित सुकुम्बासी परिवारको नयाँ आशा जागेको बताइएको छ। अब गृहमन्त्री सुदन गुरुङले आफ्नो जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा उनीहरू निकै आशावादी देखिएको बताइएको छ। पछिल्लो समय सुदन गुरुङले गृहमन्त्री सम्हालिसकेपछि देशमा एउटा नयाँ आशाको किरण जागेको बताइएको हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष साबित गर्न चुनौती दिएका छन्। बिहिबार सामाजिक सञ्जालमा लेख्दै उनले अर्थमन्त्रीको संसदमा भनाई उद्धृत गर्दै उनले यसमा आपत्ति जनाएका हुन्। अर्थमन्त्रीले संसदमा 2 अर्ब होइन 2 रुपियाँ मात्रै घोटाला भएको देखाउन चुनौती दिएको सन्दर्भ उल्लेख गर्दै सांसद शाहीले हिम्मत भए संसदीय छानबिनको सामना गर्न आग्रह गरेका छन्। यदि हिम्मत र दम छ भने संसदीय छानबिन गराएर देखाउनुहोस्, किन डराउनु भएको छ? संसदीय छानबिन समिति बनाउन उनले प्रश्न गरेका छन्। संसदीय समिति गठन भएपछि मात्रै को दोषी र को निर्दोष हो भन्ने कुरा जनता सामु छताछुल हुने उनले दाबी समेत गरेका छन्। आफ्नै हात जगन्नाथ गर्ने र जे गरे पनि हुन्छ भन्ने शैली लोकतन्त्रलाई स्वीकार्य नहुने भन्दै उनले सत्यता लुकाउन निष्पक्ष छानबिनबाट नभाग्न अर्थमन्त्रीलाई चेतावनी समेत दिएका छन्। यसैगरी अर्थमन्त्रीले विगतका फाइलहरू समेत खोल्न भनी दिएको चुनौतीप्रति प्रतिवाद गर्दै शाहीले सबै फाइल खोल्न चुनौती दिएका छन्। उनले अमेरिकी सहयोग परियोजना MCC सम्झौताको फाइल पनि खोल्न भन्दै माग समेत अगाडि सारेका छन्। फाइल खोलौँ भने धम्की दिनुभएको छ, खोल्नुहोस् न फाइल, कसले रोकेको छ? राष्ट्रघाती MCC को फाइल पनि खोलौँ शाहीले अगाडि लेखेका छन्। MCC सम्झौताको दस्तावेज तयार पार्दा र त्यसलाई संसदबाट पारित गराउने क्रममा कुन कुन नेता वा अधिकारीले कति रकम कुम्ल्याए भन्ने सत्य तथ्य सहितको विवरण सार्वजनिक हुनुपर्ने उनले जिकिर समेत गरेका छन्। जनतालाई सत्य जान्ने पूर्ण अधिकार रहेको उल्लेख गर्दै सांसद शाहीले देशमा सुशासन कायम गर्न सबै विषयको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। लोकतन्त्रमा पारदर्शिता, जवाबदेहिता र निष्पक्षता सबैका लागि समान हुनुपर्ने भन्दै उनले सत्ताको बलमा अनुपस्थित वा अनुसन्धानको उम्किन कसैलाई पनि नहुने समेत उनले अगाडि चेतावनी दिएका हुन्। अहिलेको सरकारले सबैलाई एकै तरिकाले कारबाही हुने ठाउँमा कारबाही गर्ने र कसैलाई पनि निर्दोषलाई पीडामा नपार्न उनले आग्रह समेत गरेका छन्। त्यही व्यवसायी सुलभ अग्रवालले सम्पत्ति शुद्धिकरणको अभियोगलाई अस्वीकार गर्दै आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको दाबी गरेका छन्। बिहिबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बयान दिने क्रममा उनले हिमालयन रिइन्सुरेन्सको रकम हिनाबिना गरेको आरोपको खण्डन गर्दै ब्रोकर मार्फत व्यवसायका लागि सापटी मात्र लिएको जिकिर गरेका छन्। उनले दिएको बयानमा श्रीमती सुबी अग्रवालको नाममा भिरकुटी स्टक ब्रोकर नम्बर 55 सँग लामो समयदेखि कारोबार हुँदै आएको बताएका छन्। उनले श्रीमतीको नाममा उक्त ब्रोकरबाट विभिन्न समयमा 60 करोडदेखि 1 अर्ब 38 करोड रुपियाँसम्म सापटी लिएको स्वीकार गरेका छन्। श्रीमतीको नाममा हुने सबै कारोबार म आफैले हेर्ने गरेको हुँ उनले बयानमा भनेका छन्। ब्रोकरबाट लिएको उक्त रकम विशुद्ध व्यावसायिक प्रयोजनको लागि मात्र उपयोग गरिएको छ र त्यसको स्रोतको बारेमा मलाई जानकारी हुने कुरा भएन। हाल उक्त ब्रोकरलाई 21 करोड 31 लाख रुपियाँ फिर्ता गर्न बाँकी रहेको समेत स्रोतबाट उनले खुलासा गरेका छन्। हिमालयन रिइन्सुरेन्स कम्पनीमा आफ्नो कुनै पनि जिम्मेवारी नरहेको र उक्त कम्पनीको खाताबाट रकम निकालेर व्यक्तिगत प्रयोग नगरेको अग्रवालको दाबी समेत रहेको छ। उनले अहिले पछिल्लो समय ब्रोकरले कुन स्रोतबाट रकम लिएर आफूलाई सापटी दियो भन्ने कुरा
ब्रोकरकै दायित्व भएको र त्यसमा आफ्नो संलग्नता नरहेको समेत उनले जानकारी दिएका छन्। यदि ब्रोकरले दिन नमिल्ने रकम दिएको भए त्यो ब्रोकरकै गल्ती हुने उनले अगाडि तर्क समेत गरेका छन्। अग्रवालले सम्पत्ति शुद्धिकरणका लागि कुनै पनि नक्कली कम्पनी वा स्पेशल पर्सल भेटिकल खडा नगरेको स्पष्ट समेत पारेका हुन्। नेपालको रिइन्सुरेन्सको सेयरबारे कर्नरिङ गरेर वा कृत्रिम रूपमा मूल्य वृद्धि गराएको आरोपमा उनले निराधार भनेका छन्। मैले धितो पत्र बजारमा आफ्नो नियन्त्रणमा राख्ने वा कसैलाई नाजायज लाभ दिलाउने मनसाले कुनै पनि काम गरेको छैन उनले अगाडि थपेका छन्। प्रतिवादी दीपक भट्टसँगको सम्बन्धको बारेमा बोल्दै अग्रवालले भट्ट कार्यालयले आफ्नो कार्यालयमा आउने जाने गरे तापनि उनले सेयर कारोबारको पासवर्ड वा टिएमएस आफूसँग नरहेको जानकारी समेत दिएका छन्। यस्तै जगदम्बा स्टिल आफ्नो कम्पनी नभएको र सौर्य सिमेन्ट पब्लिक लिमिटेड कम्पनी भएकाले ती कम्पनीको आइपिओ एड्रेस प्रयोग गरी सेयर चलखेल भएको भन्ने आरोप समेत गलत भएको उनले दाबी समेत गरेका छन्। यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा केही उच्च पदस्थ राजनीतिक व्यक्तिलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौँमा दर्ता भएको छ। कार्यालय समय सकिने बेला न्यायाधीशले निवेदन दर्ता गर्ने निर्णय गरेको बुझिएको। बहसका क्रममा जाहेरवालातर्फको वकिलले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनिकला थापा, पूर्व मेयर विद्या सुङ्गर साक्य, अजय क्रान्ति साक्य तथा नेपाली काङ्ग्रेसका नेत्रीहरू आर्जु राणा र मन्जु खाँडलाई पक्राउ गरी बयान लिन माग गरिएको थियो। प्रतिवादी पक्षको उक्त मागमा आपत्ति जनाएपछि इजलासमा केही बेर तनाव समेत उत्पन्न भएको थियो। त्यस पछाडि जाहेरीकर्ताले समेत रामबहादुर रेग्मीको लिखित निवेदन दर्ता गराएका हुन्। निवेदनमा उल्लेखित व्यक्तिहरूले रकम बुझेको पर्याप्त प्रमाण अदालतमा पेश भइसकेको दावी गर्दै उनीहरूलाई झिकाएर बगपत्र गराउन माग समेत गरिएको छ। यस्तै प्रतिवादीहरूको सम्पत्ति रोक्का गर्ने पनि माग गरिएको छ। उक्त प्रतिवेदनमाथि भोलि बहस हुने जाहेरीकर्ताको कानुन व्यवसाय स्वागत नेपालले जानकारी समेत दिएका हुन्। पछिल्लो समय लगातार आवाज उठाउँदै आइरहेको यस्तो अवस्थामा नेपालमा भएका सबै भ्रष्टाचारको फाइल खोल्ने गृहमन्त्री सुदन गुरुङले चेतावनी समेत दिइरहेका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो मागहरू यथावत रहे पनि बजेट प्रक्रियालाई लामो समयसम्म नरोक्ने बताएका छन्। प्रतिपक्ष दलहरूको बीचमा भएको छलफल पछाडि बजेट जस्तो महत्त्वपूर्ण विषयलाई धेरै समयसम्म अल्झाइराख्नु उचित नहुने निष्कर्ष निकालिएको उनले जानकारी समेत दिएका छन्। विगत 10 दिनदेखि जारी राजनीतिक प्रतिशोधका सन्दर्भमा बोल्दै अध्यक्ष राईले सम्बन्धित पक्षले सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनु पर्ने अडान समेत दोहोर्याएका छन्। उनले प्रतिपक्ष दलहरू बीचको कार्यगत एकताको जोड दिँदै आफूहरू एक्लै नभई अन्य दलहरूसँगको समन्वय अगाडि बढिरहेको स्पष्ट पारेका छन्। माग पूरा नभएसम्म सदनमा विरोध प्रदर्शन जारी रहने भए पनि विकास र बजेटको प्रक्रियालाई निकास दिन पार्टीले लचकता अपनाउने उनको भनाइ समेत रहेको छ। सदनको अवरोध र बजेटबारे बोल्दै उनले भने हाम्रा मागहरूमा हामी दृढ छौँ र सदनभित्र विरोधका कार्यक्रमहरू जारी रहनेछन्, तथापि बजेट जस्तो महत्त्वपूर्ण विषयलाई महिना दिनसम्म रस्साकसीको अवस्थामा राख्न नहुने उपयुक्त समय निकालेर साझा निष्कर्षका लागि हामी पुगेका हौँ उनले अगाडि थपेका छन्। विगतको केही समयदेखि श्रम संस्कृति पार्टी र अन्य विपक्षी दलहरूले विभिन्न माग राख्दै आफ्ना कारणले बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया प्रभावित हुँदै आएको समेत बताइएको छ। अहिलेको अवस्थामा यसैबीच नेकपा एमाले र सांसद राजेन्द्र कुमार राईले पनि प्रतिपक्षको आन्दोलन र अडान यथावत रहेको स्पष्ट पारेका छन्। बिहिबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बजेटमाथिको छलफललाई मध्यनजर गर्दै प्रक्रियालाई केही सहज मात्र बनाएको बताएका छन्। सांसद राईले अर्थमन्त्रीको कार्यशैली र बजेटको आलोचना गर्दै संसदीय छानबिन समितिको माग दोहोर्याएका छन्। सुरुमा अर्थमन्त्री स्मार्ट भएका र राम्रो बजेट ल्याउने अपेक्षा गरिए पनि बजेट वक्तव्य आएपछि यो भ्रामक देखिएको उनको आरोप समेत रहेको छ। उनले थपे हाम्रो अडानबाट हामी पछि हटेका छैनौँ। जनताका जल्दा बल्दा समस्या र बजेटमाथि छलफल गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै सदनको प्रक्रियालाई केही सहजता मात्र गरिएको हो। हाम्रो आन्दोलन र बजेटमाथिको छलफल सँगसँगै अगाडि बढ्छ। अर्थमन्त्रीले गरेका कामहरू त्रुटिपूर्ण छन्, त्यसैले पनि त्यसको सत्य तथ्य छुट्याउन संसदीय छानबिन समिति
समिति बनाउनुपर्छ भन्ने हाम्रो माग कायमै रहेको उनले अगाडि थपेका छन्। जनताको मनोभावनाको चर्चा गर्दै उनले विगतमा अन्य राजनीतिक शक्तिलाई मतदान गरेको नागरिकहरूले अहिले गल्ती महसुस गरिरहेको समेत टिप्पणी गरेका छन्। यस्तै अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन पत्रचार गरेको छ। मन्त्रालयका अनुसार काठमाडौँ स्थित वाल्मीकि विद्यापीठको नाममा एकाडेमिक अध्ययन भिसालाई सिफारिस सम्बन्धमा भन्ने विषयमा प्राप्त अध्ययन र त्यस पछाडिका केही भिसाका लागि सिफारिस गरिएको केही पत्रहरू नक्कली देखिएको समेत उद्धृत गरिएको छ। त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थाको स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न कागजात अनि आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना र अध्ययन सम्बन्धी विवरण गम्भीर असङ्गति फेला परेको जनाइएको छ। अनुमानका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्थाका विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिएको दाबी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष समेत रहेको छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदहरू समेत शङ्कास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ। यसै क्रममा मन्त्रालयले सोही विद्यापीठको नाममा यस अगाडि प्राप्त अर्को पत्र समेत नक्कली रहेको पाइएको उनले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्र समेत खारेज गरिएको छ। यस्तै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट निर्माणका क्रममा करका दर चुहावट गरेको र आर्थिक विधेयकमा अनधिकृत फेरबदल गरेको आरोपको खण्डन गरेका छन्। बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै डाक्टर सोडिम वाग्लेले आफूमाथि लागेको आरोप नियोजित दुष्प्रचार भएको दाबी समेत गरेका छन्। पछिल्लो समय 2 अर्ब होइन 2 रुपियाँ मात्रै पनि बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद मात्र होइन सार्वजनिक जीवन नै त्यागी दिने तयार छु उनले अगाडि थपेका थिए। यो मेरो नैतिक आँट वा उचाइ हो उनले भनेका छन्। विपक्षी दलहरूले आर्थिक विधेयकका 16 पृष्ठ गाए पारिएको भनी पारेको आलोचनाको जवाब दिँदै उनले प्राविधिक कार्यालय पृष्ठ सङ्ख्या घटाउने दाबी गरेका छन्। ज्येष्ठ 15 गते संसदमा पेश गरिएको विधेयकमा केही भाषिक वा प्राविधिक त्रुटि देखिए पछाडि ज्येष्ठ 17 गते नै विधिवत रूपमा संसद सचिवालयलाई जानकारी गराएर एराटा सच्याइएको पाना टाँसिएको उनले दाबी गरेका छन्।